आक्रमणकारीहरूले छाडेका जलिरहेका तीरहरू गहिरो निद्रामा सुतेका सैनिकहरूको छाती चिर्दै बाहिर निस्किए। चारैतिर विनाश र तबाहीको दृश्य थियो, मानव सेनाको पालमा लागेको दैत्यरूपी आगोले एकपछि अर्को गर्दै पुरै सेनालाई निल्दै गइरहेको हो। तर पौरव राज्यको गौरवलाई अझै घुँडा टेक्नु मन्जुर थिएन। जति पनि सैनिकहरू बचेका थिए तिनीहरू निडर भइकन आफ्नो मातृभूमिको लागि मर्न मार्न तयार थिए। पौरव राज्यको बचेको सेनाले हतियार उठायो र फेरि सुरु भयो नरसंहारको महायुद्ध। सम्पूर्ण आकाश र पाताल बस तीखो तरवारहरूको खनखनी र चिच्याउने कराउने आवाजहरूले गुन्जिरहेको थियो। दृश्य यति भयावह थियो मानव आज धरतीको अन्त्य हुन लागेको हो। दुवैतर्फबाट रक्तपिपासु सेनाहरू मर्न मार्न उद्यत थिए। यसैबीच मौकाको फाइदा उठाएर सिकन्दर पनि आफ्नो बाँकी बचेको सेनाको साथ नदी पार गरेर युद्धमा आइपुग्यो। अब दृश्य पोरसको सेनाको लागि झनै भयानक भयो। तर यसरी गरिएको कायरतापूर्ण हमलाको बावजुद पनि पोरसको सेनाले सिकन्दरको सेनाको डटेर सामना गर्यो र उनीहरूलाई मुखतोड जवाफ दियो। पोरसको सेनाको अटुट साहस र पराक्रम देखेर सिकन्दर दङ्ग रह्यो। यस प्रकारको आकस्मिक हमला र हमलाबाट भएको ठूलो क्षतिको बावजुद पनि राजा पोरसको सेना डराएन, बरु आँखामा विध्वंसक ज्वाला लिएर पुरै शक्ति र वीरताका साथ युद्ध गरिरहेको थियो। सिकन्दरले यो सब देखेर मानव पहिले नै हार स्वीकार गरिसकेको थियो। तर सिकन्दर त सिकन्दर नै थियो, उसको झुटो शान शौकतले उसलाई पछि हट्न दिन्थ्यो पनि कसरी। घोडामा सवार सिकन्दर युद्धभूमिमा आफ्नो शौर्य प्रदर्शन गरिरहेको थियो। तभी एउटा विशाल हात्तीले युद्धभूमिमा प्रवेश गर्यो, जसमा अरू कोही नभएर स्वयं राजा पोरस सवार थिए।